हामी चाहिँ अहिले यहाँको हाम्रो नेपाली भाषामा मसानघाट भन्छ। अब यहाँ चाहिँ अब चियानघारी भन्ने कि मसान भनेको अब हाम्रो नदीको एरियालाई मसान भन्ने गर्छौँ हामी चाहिँ हैन। यहाँ चाहिँ अब मान्छे क्रिस्चियनहरू हुँदो रहेछ। यहाँ चाहिँ अब मान्छेलाई मरेपछि चाहिँ यिनीहरू यसरी गाड्ने प्रचलन रहेछ। यहाँ सम्झनाको लागि बेला बेला बुगीहरू अनि के सामानहरू अब क्यान्डलहरू ल्याएर आउँछन्। हामी तपाईलाई देखाउनेछौँ है। यो चाहिँ चियानघारी हो। अब यो चाहिँ प्रे गर्ने चर्च हो। यहाँ हेर्नुहोस् है, यो चाहिँ यो एरिया धेरै ठुलो छ। उहाँसम्म चाहिँ यस्तो छ हैन पुरा। अनि यता पनि पुरै छ है, यस्तो स्ट्याचुहरू बनाएर राख्दो रहेछन् यहाँ चाहिँ। अनि अब बेलुका बेलुका नजिकै आउँदा चाहिँ चट्ट यो बुगीहरू सजाउने क्यान्डलहरू बाल्ने गर्छन् नजिकैकोले चाहिँ। अनि लामोकोले चाहिँ यो लङ टाइम क्यान्डलहरू बालेर अनि महिना पछि आउने महिनैसम्मको बल्ने क्यान्डलहरू पनि राख्छन्। यो सिसा जस्तो देखिराख्नु भएको छ नि, यसमा चाहिँ क्यान्डलहरू हुन्छ। यहाँ चाहिँ यस्तो प्रचलन रहेछ। हेर्नुहोस् यो उहाँसम्म छ एरिया। हेर्ने हो भने ठुलो छ। लगभग नेपालको 4 बिघा जतिको एरिया छ। उहाँसम्म छ पुरै है। यहाँ आएर यो बस्ने बनाएको हो, आउँदा प्रे गर्नको लागि। मतलब यहाँ अब हुँदो रहेछ खै, अब हामीलाई त्यसै थाहा छैन। एक दुईपल्ट देखेर हामीले अब तपाईँलाई हामी देखाउन सक्छौँ साथी हो। हेर्नुहोस् उहाँ एउटा बुढी बजेले साइकल ल्याएर सफा गर्दै हुनुहुन्छ, चट्ट त्यो गर्दै हुनुहुन्छ। अब यसरी देखाउँदा कराउने हो कि अर्काको धार्मिक आस्था भएको ठाउँ भनेर अलिकति मैले झलास मात्रै गरेँ। यो चाहिँ पतझर छ गाइस है, पतझरको समय छ। हिमपात भएर छ। अबको 15 दिनपछि हिमपात हुने सम्भावना। ल नेक्स्ट बाई बाई।